नमस्कार युवराज सर। आज फेरि हामी दोस्रो एपिसोड लिएर आएका छौँ। हाम्रो युवराज अर्याल सर हुनुहुन्छ राजनीतिक विश्लेषक। उहाँसँग चाहिँ सानो यो अहिले चलिरहेको राजनीतिक विश्लेषणको बारेमा कुराकानी गरौँ भनेर। युवराज सर नमस्कार, फेरि पनि स्वागत गरेँ मैले हजुरलाई हाम्रो दोस्रो एपिसोडमा। छोटो छोटो भलाकुसारी आज पनि गरौँ होइन सर? भइहाल्छ। के छ, आराम हुनुहुन्छ नि? ठिक छ, एकदम ठिक छ। तपाईँलाई ठिक छ? मलाई पनि ठिक छ सर। अहिलेको यो तपाईँको नेपाली काङ्ग्रेसमा जुन देखिरहेको सङ्क्रमणकालीन अवस्था जस्तो जुन नेपाली काङ्ग्रेसको पार्टीमा होइन, यो नेपाली काङ्ग्रेसका सभापति गगन थापाले जुन तपाईँको राजीनामा दिनुभयो, फेरि अस्वीकृति भयो, यो तपाईँको अहिले सोसियल मिडियामा चाहिँ हल्ला के चलिरहेको छ एउटा भाष्य भने तपाईँको चाहिँ हुन्छ नि यो मैले दिए जस्तो गर्छु तैँले, मैले कुटे जस्तो गर्छु तैँले ऐयावन भने जस्तो, म राजीनामा दिए जस्तो गर्छु तैँले फेरि अस्वीकृति गर भने जस्तो भएको हो कि भन्ने सोसियल मिडियामा त त्यो छ। अनि हुन पनि त्यो भयो, राजीनामा दिनुभयो फेरि अस्वीकृत भयो। यसमा तपाईँको धारणा के छ? र मसँग अर्को एउटा यो दुई गुटको विषयमा पनि अर्को क्वेसन पनि छ, म त्यहाँ पछि आउँला, यसको बारेमा अलिकति। सर तपाईँले जुन अहिले बजारमा हड्केक बन्डेको विषयलाई उजागर गर्नुभयो, जुन गगन थापाले पार्टी सभापतिको नाताले, नेपाली काङ्ग्रेसको पार्टी सभापतिको नाताले राजीनामा दिनुभयो, त्यो राजीनामा चाहिँ हतारिएर हतारको मानसिकता हो जस्तो मलाई लाग्छ। र राजनीतिमा के हुन्छ सौरभ सर भने एउटा प्रोपगन्डा भन्ने शब्द छ कि, प्रोपगन्डा भन्ने शब्द छ। बजारमा एउटा स्टन भन्ने अर्को शब्द चर्चामा छ। स्टनबाजी गर्ने, नयाँ नयाँ कुरालाई बजारमा फालिदिने, त्यसको रियाक्सन कस्तो हुन्छ भन्ने हेर्ने चलन छ। र अहिले गगन थापाजीले गरेको पनि त्यही हो। चुनाव चाहिँ उहाँको नेतृत्वमा नेपाली काङ्ग्रेस चुनावमा गयो र अहिले अप्रत्याशित हार, कल्पना नगरेको हार बेहोर्नु परेको हुनाले उहाँ अलि अत्तालिएको अवस्थामा केही नसोचिकन राजीनामा दिनुभयो। र त्यो राजीनामा कुन शर्तमा दिनुभयो भन्दाखेरि राजीनामा स्वीकृत हुँदैन भन्ने शर्तमा दिनुभयो। अनि तपाईँको यतिको राजनीति, तपाईँको लोकतान्त्रिक पार्टी नेपालको एउटा ठुलो, पहिलाको त ठुलो पार्टी हो नि त नेपाली काङ्ग्रेस, त्यतिको पार्टीको एउटा सभापति भइसकेपछि अत्तालिन सुहाउँछ? अनि वास्तवमा उहाँ पनि के भयो भने अहिले उहाँको अवस्था अलि गहिरो अध्ययन गर्ने हो भने टाइम चाहिँ एकदम सर्ट पिरियड थियो र राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ यस्तो हुइमा आयो कि जो कोही उठे पनि, भगवानै कृष्ण आएर उठे पनि नजित्ने भनौँ न, जतिसुकै क्यापेबल मान्छे उठे पनि देश परिस्थिति काल सबै त्यस्तो थियो, अवस्था नै त्यस्तो थियो, उहाँले हार्नुभयो। र हार्ने बित्तिकै राजीनामाको कारण चाहिँ तपाईँलाई के लाग्छ? तपाईँको पार्टीभित्रै अहिलेको चुनावको परिणाम चुनावको परिणाम पनि हो र पार्टीभित्र पनि असन्तुष्टि छन्, पार्टीभित्र पनि गुट छ, पार्टीभित्र हतोत्साहित गर्ने मानसिकता छ। त्यो भएर नि उहाँ हतारिनु भएको जस्तो लाग्छ। र यो दुधको साँची बिरालो भन्छ नि, त्यस्तै हतारिएर उहाँले राजीनामा दिनुभयो र त्यो नगर्ने शर्तमै राजीनामा दिनुभएको थियो। स्वीकृत नगर्ने शर्तमै राजीनामा, यो सस्तो लोकप्रियता हो जस्तो मलाई लाग्छ। त्यसो गर्नु आवश्यकतै थिएन, मेरो विचारमा त्यो लाग्छ। तपाईँको मैले यो किन जोडेँ तपाईँलाई भने अहिले दुईटा गुट देखिरहेको छ। दुईटा गुटमा तपाईँको एउटा हाम्रो शेरबहादुर पूर्व सभापतिको नै भने मैले अहिले, उहाँहरूले मान्नुहुन्न, फेरि पूर्व सभापति भन्यो भने सभापति नै मानिराख्नु भएको छ होइन। उहाँहरूको पक्षधरले एउटा तपाईँको गुटको मिटिङहरू चलाइराख्नु भएको छ, कार्य समितिको बैठक बोलाइराख्नु भएको छ भने गगन थापा पक्षले फेरि तपाईँको अर्को कार्य समिति बैठक बसाइदिइराख्नु। अहिले धुम्बाराईमा के यो पार्टी फुट्छ भन्ने सङ्केत त्यस्तो देखिया छ। धुम्बाराईमा उहाँहरूले पूर्णबहादुर खड्का, तत्कालीन उपाध्यक्ष उपसभापति पूर्णबहादुर खड्का र शेखर ग्रुपले चाहिँ धुम्बाराईमा होटलमा चाहिँ बैठक गरेको भनेर चर्चा परिचर्चा मिडियामा आए। यता गगनजीहरूले पार्टीको बैठक बोलाइरहनु भएको छ सानेपामा, नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा। भने यसले के दियो भने पार्टीमा दुई गुट छ भन्ने कुरो त देखिहाल्यो। र यो विनाशकाले विपरीत बुद्धि भने चाहिँ कङ्ग्रेस चाहिँ अझ योभन्दा तल जाने, चुनाव त हार्यो, तपाईँलाई त्यस्तो लाग्छ? त्यो अझ खस्किने वातावरण बनाउँदैछन् हाम्रो काङ्ग्रेसका नेतागणहरू, काङ्ग्रेसका उहाँहरूलाई म के वाचडगको भूमिका गर्नुपर्छ नेताले पनि, मतलब कार्यकर्ताले जिल्लाबाट। वास्तवमा काङ्ग्रेस चाहिँ शिथिल हुँदै गयो। चुनावमा हारको परिणाम त चुनाव हो, कहिले हार्छ कहिले जित्छ, तर एकत्रित भएर एकजुट भएर फेरि पार्टीलाई दृढ सङ्कल्पित बनाएर कार्यकर्तामा नयाँ ऊर्जा जोस जाँगर थपेर नयाँ अधिवेशन गरेर पार्टीलाई चाहिँ उचाइमा पुर्याउने, कता पार्टी नै भाँडो भैलो गरेर भद्रगोल गरेर पार्टी नै फुटाउने मनाशय जस्तो। तपाईँको यो विषम परिस्थितिमा तपाईँको नेपालको एउटा ठुलो लोकतान्त्रिक पार्टी काङ्ग्रेस, नेपाली काङ्ग्रेसलाई तपाईँको आफ्नो धारणा अथवा तपाईँले आफूले दिने सजेसन के छ होला? होइन, नआत्तिकन गम्भीर भएर फेरि जिल्लामा जाने, ग्रास रुटबाट गर्ने र कार्यकर्ताको काम गर्ने। वास्तवमा हेर्नुहोस्, कार्यकर्ताको जब मन जितिन्छ अथवा भोटरको मन जितिन्छ, चुनाव कहिले पनि हार्ने। अहिले भोटरको मन जित्न सक्ने अवस्थै भएन, किनभने पार्टीमा गुट, यो गुटको त्यो गुटको अर्को गुटको भन्ने जुन गरे, त्यो गर्दाखेरि पार्टीमा किन
निष्क्रिय मान्छे धेरै छन् पार्टीमा, नेपाली काङ्ग्रेसमा निष्क्रिय मान्छेहरू धेरै छन्, त्यसले गर्दा पार्टीमा ऊर्जा थपिएन, त्यसले गर्दा पनि नेपाली काङ्ग्रेसलाई हानि भयो। सही कार्यकर्ताको मूल्याङ्कन पनि पार्टीले गर्न सकेन। हिजोका दिनमा अतीतमा जुन सत्तामा गयो पटपट, काङ्ग्रेस त सबभन्दा बढी सत्तामा गएको पार्टी हो नि, तर रियल कार्यकर्ता चिन्न सकेन काङ्ग्रेस। रियल मान्छेको खालि बिचौलियाहरू जस्तो छट्टु मान्छेहरू, चैते काङ्ग्रेसीहरू भनौँ न, यथार्थमा चैते काङ्ग्रेसीहरूको बोलवाला भयो काङ्ग्रेसमा। त्यो भएर काङ्ग्रेस पतनको मार्गतिर गयो र अहिले पनि यो जुन फुट्ने सङ्केत देखिरहेछ त्यसलाई काङ्ग्रेसलाई अझ सङ्कटमा लान्छ जस्तो मलाई लाग्छ। अब नेपाली काङ्ग्रेस र तपाईँको रासुपाको दुईटा पार्टीलाई तपाईँले एकै ठाउँमा राखेर तराजुमा राखेर हेर्दाखेरि तपाईँको के पक्ष विपक्ष होइन, के नेपाली काङ्ग्रेसको राम्रो पक्ष होला, के रासुपाको राम्रो पक्षहरू होला, के यसो गर्न सक्नु पार्टीका सिद्धान्त, त्यसको एजेन्डा, ती सारा कुरा हेऱ्यो भने काङ्ग्रेस पार्टी राम्रो हो। त्यसले दिएका धारणाहरू, त्यसका नीतिहरू अत्यन्त राम्रो छन्। अब राष्ट्रिय स्वतन्त्र पार्टीका अहिले तपाईँको मतको हिसाबले हेर्ने हो भने मतको हिसाबले नेपाली काङ्ग्रेसलाई मतको हिसाबले धेरै छोड्यो भनौँ न। धेरै दयनीय अवस्था। राष्ट्रसभाको के छ भने अब सबै युवाहरू विभिन्न पार्टीबाट पनि त्यहाँ मान्छे आएका छन्, नयाँ मान्छेहरू पनि आएका छन्, र के छ भने पुरानो पार्टीले 40-35-40% केही गर्न सकेन, यो नयाँ पार्टीलाई दियो भने केही न केही गर्छ भन्ने आम जनताको चासो छ र सोचाइ छ, र त्यही भएर नै यसलाई दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सुझबुझका साथ अगाडि बढेन भने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको पनि यही काङ्ग्रेसकै अभिगत हुन बेर छैन। त्यही भएर स्वरूप सर मन वचन यो मतको कदर गरेर राम्रोसँग काम गर्न सक्यो, जनतालाई सर्वोपरि मान्न सक्यो भने राष्ट्रिय स्वतन्त्र पार्टी पनि फस्टाएर जान्छ, अझै राम्रो हुन्छ। नत्र पनि ऊ पनि धाराशाही हुन्छ। जसरी काङ्ग्रेस एमाले धाराशाही भए त्यसरी पनि यिनीहरू धाराशाही। रविजी र बालेनजीलाई शुभकामना। रविजी बालेनजीलाई शुभकामना छ, देशको राम्रो। गगनजीलाई पनि शुभकामना छ। टिका गरेर लैजानु, यही सन्देश मार्फत पनि मलाई सुझाव छ। हाम्रो नेपालमा अहिले चाहिँ तपाईँको कम्युनिस्ट पार्टीहरू चाहिँ के विलय हुन खोजेका हुन् त? कम्युनिस्ट पार्टीहरू त खतमै भयो। नेपालमा कम्युनिस्ट पार्टी नै रहेन। अब माओवादी भन्ने पार्टी नै रहेन, धरातल सिद्धियो, माओवादी पार्टी नै छैन। कम्युनिस्टहरूको चाहिँ अहिलेको यो चुनावमा आउँदा कम्युनिस्टहरू धाराशाही भएको अवस्था हो। देशमा कम्युनिस्टहरू अब नगण्य छन्, छँदै छैनन् भन्दा पनि हुन्छ। कम्युनिस्टको अस्तित्व विलिन भयो जस्तो लाग्छ सौरभ सर। हो, तपाईँलाई त्यस्तो लाग्छ है? तर हाम्रो नेपालमा हेर्ने हो भने तपाईँ जति पनि कम्युनिस्ट पार्टीहरू छन् उहाँहरूको सम्पूर्ण मत जोड्ने अथवा सम्पूर्ण कार्यकर्ताहरू जोड्ने हो भने त तपाईँको कम्युनिस्ट फलो गर्ने नेपालमा चाहिँ बढी छन् भन्ने एउटा आकलन छ नि सर। अनि एकताका कम्युनिस्टहरू एकीकरण गर्ने भनेर नेताहरू लगाएका हुन्। एकीकरण नेपालमा विविध कारणले हुँदैन। किन हुँदैन? हरेक मान्छे स्वार्थी छन्, स्वार्थको कारणले एकीकरण हुन सक्दैन। हो, ठिक छ। हाम्रो नेक्स्ट एपिसोडमा फेरि सरसँग हाम्रो भेटघाट हुनेछ। थ्याङ्क यू सौरभजी, सौभाग्य दिनुभयो यसको लागि। धन्यवाद।